कति आउँछ? ए कति आउँछ नि आज चाहिँ हामी बेलटारदेखि बोपताङसँगको यात्रा गर्दैछौँ र हाम्रो साथीहरू हुनुहुन्छ यहाँ रबिन च्याम्स, यता विशाल राई र यता म छु। अब हामी यहाँबाट पेट्रोल पम्प जान्छौँ। पेट्रोल पम्पबाट उहाँ बाटोमा मान्छे उठाएर त्यहाँबाट बोपताङ जान्छौँ। हामी चाहिँ मान्छे उठाउने मान्छे हो। हामी उठाउँदै हिँड्छौँ बाटोबाट। सँग क्यामेरा छ। अब हाम्रो विशाल ल त अब हामी रेकर्डिङ गर्नुहुन्छ। ल त हामी लाग्दैछौँ है। हेलो नमस्ते। मान्छे भेट्यो कि अब हामी चारजना जाँदैछौँ बोपताङसँग है। यो भिडियो गर्दै सुरुमा काट्दिहाल्छ होइन, काट्न गाह्रो हुन्छ नि, तिमीलाई काटिहाल्छ भनेर हुन्छ। ठिक छ। बोपताङमा खान्छ केही छैन बोपताङमा। अल्छी लागेर हामी भेटेर गएको होइन। यहाँबाट भेटेर कति लाग्छ? के मतलब टाइम यहाँबाट धरान पुगेर आउन त 1 घन्टा लाग्छ होइन। हामी अहिले किङ क्याफे एन्ड रेस्ट्रो ठ्याक्क जहडामा छौँ। होइन धरानमा गएर स्विमिङ गर्नु न। धरानमा स्विमिङ रामको मूर्ति अनि यो चाहिँ भनेको धर्मेन्द्रको पसल हो क्या। धर्मेन्द्रको चटपटे पसल होइन त? धर्मेन्द्रको चटपटे पसलले चाहिँ रामपुर खाएको छ है। विशेष लादिमा राई र अब हामी चाहिँ रामपुरबाट धरानतिर जाँदैछौँ। गाईहरू यहाँ छ ब्लगरको लागि गाईहरू। अहिलेको हामीको स्टप पोइन्ट भनेको चाहिँ रङ्गमल हो। रङ्गमल सेक्वा कर्न। बोपताङ सोपताङ के भनिरहेको छ उस्तो सिडी हेर। यहाँबाट चढ्ने हो? पनि हामी हिँडेर जान सक्छौँ बोपताङ चाहिँ ट्रेकिङ गरेर। अनि यो ठाउँ भनेको चाहिँ सेक्वा पर्क सेक्वाको लागि एकदम मोस्ट फेमस उदयपुर खाएको ठाउँ हो होइन। उदयपुर चपाएको ठाउँ हो यो ठाउँले। उदयपुर यो यहाँबाट हेर यो सरी सिडी कालो सिडी भएर पनि हामी चाहिँ त्यो बोपताङ जान पुग्न सक्छौँ क्या। प्याराग्लाइडिङ गर्ने ठाउँ चाहिँ जान सक्छौँ यहाँबाट यो चढेर पनि। प्याराग्लाइडिङ पनि हुन्छ त्यहाँ? प्याराग्लाइडिङको लागि त हो त, प्याराग्लाइडिङ स्कुल हो क्या त खासमा। ए त्यहाँ स्कुल हुन्छ? हो त्यहाँ। र अहिलेसम्म रङ्गमल होटल सेक्वा कर्नरमा बस्यौँ। अब हाम्रो खानापिना भयो अनि त्यहाँबाट खानापिना एक खाजासाजा खायौँ। यस्तो भयो ठ्याक्क पानी पनि पऱ्यो होइन। हामी ठिक्क रङ्गमल पनि आयौँ। यो रङ्गमल चाहिँ एक्चुअली बस्नै पर्ने ठाउँ हो नि त। अनि ठ्याक्क हामी पनि एकैछिन यहाँको हुन्छ नि स्पेसल भनेको पर्क सेक्वा हो क्या। अरूलाई पनि अब जसले थाहा छैन उसको लागि पनि हो होइन। एकचोटि चाहिँ बस्नै पर्छ हाइवेमा ठ्याक्क यहाँ लेखेर छ रङ्गमल 1 स्टप होइन। अनि हाम्रो लागि पनि ठ्याक्क सन्जोग जुरो पानी पर्यो, सन्जोग जुरो रोक्ने पर्ने अवस्था भयो। अनि हो ठ्याक्क हामी रङ्गमलमा आएर रोकिनु पऱ्यो। अनि राम्रै भयो। अब एकैछिन हामी सोमबारेबाट यता हुनुहुन्छ हाम्रो लेडी राइडर लादिमा राई, क्युट बेबी। ल जाउँ भाले मार्छ भाले मार्छ। बेबीले झनै भाले मार्यो। हामी चाहिँ सोमबारेपट्टिबाट बोपताङ डाँडामा प्याराग्लाइडिङ गर्ने ठाउँ जाँदैछौँ। सायद उत्यो डाँडा होला है। रोकिदिनु सकिन्छ नि।
बटारा अझै बटारा होइन प्लस छोडिदियो पुरै बटारा गाइजहरू आइपुग्यो डेस्टिनेसन यहाँबाट हिँडेर 2 मिनट्स हिँडेर पुग्नुपर्ने अरे यो चाहिँ सप्तकोशी ब्रिज त देखिँदैन रहेछ है यहाँबाट लगभग डाँडा आइपुगेको अवस्था जस्तो छ है कति सानो है यो के अरे प्याराग्लाइडिङ गर्ने ठाउँमा त्यति छोटोबाट पनि प्याराग्लाइडिङ गर्नु हुन्छ यताबाट हिँड्दै जानुपर्ने अरे मलाई टेन्सन हुन्छ नि जरो अब चाहिँ डाँडा सानो छैन है होइन जिस्केको जस्तो लाग्दैन त्यही भएर टाउको दुख्छ त टेन्सन हुन्छ मलाई जिस्क्यो भने के हो बुझिसकेँ मैले के को फल तिम्रो रहेछ यहाँ रहेछ त भिडियो सिलेक्सन ठाउँ म सेल्फी टिकटक बनाऊ नि टिकटक बनाउने मेरो डान्स मेरो भिडियो कतिजना देखेको हाम्रो चाहिँ बोक्ताम डाँडाको भ्रमण चाहिँ सक्यो अब हामी जाँदैछौँ मस्ती रहेछ यस्तो रहेछ यो ठाउँमा चाहिँ ठिक्क रमाइलो छ होइन रुखहरू चाहिँ होइन यस्तो कोसीहरू देखिने रहेछ बोक्तामको डाँडाको हाम्रो सबै सक्यो हामी फर्किँदैछौँ है